लाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाममा। आज हामी विशेष गरेर मङ्गलबारको बसाइमा छौँ। आज हामी अन्य भाषा बोल्छौँ। संसारका मानिसले बुझ्नुहुन्न, मगरको भाषा मगरले बुझ्छ, गुरुङको भाषा गुरुङले बुझ्नुहुन्छ, नेवारको भाषा नेवारले बुझ्नुहुन्छ, चौधरीको भाषा चौधरीले बुझ्नुहुन्छ, हाम्रो परमेश्वरको अन्य भाषा हाम्रो परमेश्वरले बुझ्नुहुन्छ। मैले जानिन, मैले बुझिन, म यो कुरामा सक्दिनँ, म बोल्ने प्रयास गर्दिनँ नभन्नुहोस्। पिता, म जस्तो जान्छु त्यस्तै बोल्छु। हामी भर्खरकै बच्चा बोल्दै गर्दा पनि कति मिठो लाग्छ। तत्ता र मामा गर्दै हिँड्दाखेरि हाम्रा बच्चाहरू बोलेको असाध्यै मिठो लाग्छ। परमेश्वर भन्नुहुन्छ, तिमीले सिक्दै गरेका ती बाणीहरू मलाई असाध्यै मिठो लाग्नेछन्। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु गुरु येशू मसीहको नाउँमा। र ईश्वर वनमा होइन मनमा हुनुहुन्छ भनेर आउनुहुने सम्पूर्णप्रति पनि म प्रकाशदीप गरेको तर्फबाट शिरनिउराहरू उच्च नमन व्यक्त गर्न चाहन्छु। स्टेजमा विराजमान हुनुहुने शाखा लिडर, शाखा प्रमुख, शाखा उपप्रमुख अनि केन्द्रीय लिडरप्रति पनि म प्रकाशदीप गरेको तर्फबाट शिरनिउराहरू उच्च नमन व्यक्त गर्न चाहन्छु। किनकि आज हामी महिमामा छौँ। यो महिमा हुन त मानिसको लागि सोचौँ भने यहाँ किन गएका होलान्, के को लागि त्यहाँ जम्मा भएका होलान्, के को लागि भेला भएका होलान्, के हुन्छ होला, अझै पनि मानिसमा त्यो छ। तर यहाँ भेला भएका मानिसलाई यहाँ जीवन छ, यहाँ आनन्द छ, यहाँ शान्ति छ, यहाँ मुक्ति छ, सम्पूर्ण कुरा थाहा छ। सर्वशक्तिमान परमपिता परमेश्वरलाई म मसीहमा करोड करोड धन्यवाद दिन चाहन्छु। मेरो परमेश्वर, हाम्रो परमेश्वर ख्याल ख्यालको हुनुहुन्न र त आज हामीलाई सबैलाई एकै छानामुनि बोलाउनु भएको छ, भन्नुभएको छ, मनिर आऊ र उद्धार पाऊ भन्नुभएको छ। संसारमा मानिसहरूले तैँले यो लिएर आइजे, तैँले यो लिएर आइजे, तैँले यति ल्याउनु पर्छ, तेरो ग्रह काट्नु पर्छ, तैँले यति कालो कपडा ल्याउनु पर्छ, तैँले यति सुनको औँठी बनाएर ल्याउनु पर्छ, तैँले यति तिलको तेल ल्याउनु पर्छ, तैँले यति बाख्रा लिएर आउनुपर्छ, तैँले यति कुखुरा लिएर आउनुपर्छ, तैँले यति यो गर्नुपर्छ, तैँले यो गर्नुपर्छ, अनि बल्ल तैँले उद्धार पाउँछस् भन्नुहुन्छ। तर परमेश्वर भन्नुहुन्छ, तैँले पवित्र मन हृदय लिएर आइजे उद्धार पाउँछ। त्यसैले महान हुनुहुन्छ। उहाँको कार्य गर्दा कहिल्यै पनि थाकिएन। देश मात्र नभए विदेश दौडामा हामी